हेलो साथीहरू, आज चाहिँ हामी हिँड्दैछौँ। 4 बजिसकेको छ। हामी चाहिँ मन्दिर कामाख्या मन्दिर जाने भनेर अम्बिसन मेला चल्दै थियो, त्यही भएर अनि म चाहिँ पहिलो बाटै जानलाई आँटेको थिएँ। यो मन्दिर त कतिखेप भयो, टु थ्राइस त्यसै गएँ, तर पनि यो मेला चाहिँ म गएको थिइनँ कहिले नै। आज चाहिँ हामी प्लान गरेर हामी चाहिँ निस्केको थियौँ। हेर्न सक्नुहुन्छ हामी चाहिँ हिँड्दैछौँ अनि गाडीमा, तर मेरो भिडियो नै मजाले क्लिक्स भएर जल्दी गरिदिएँ मैले। अनि कस्तो के भनौँ, अस्ति जानु मलाई 22 र 26 2 बजीसम्म थियो, तर हामी चाहिँ 24 को दिन जाने भनेर निस्केको थियौँ सरहरूसँग छुट्टी मागेर। अनि हामी चाहिँ जाँदैछौँ। कति लम्बा 7-8 किलोमिटर थियो। अनि यस्तो जाम पनि थियो के भन्नुहुन्छ हजुरहरूलाई, भन्नु केही थिएन कि कस्तो मिन्स एउटा एक्साइटेड पनि थियो कि एक्साइटेडमा भिडियो पनि खिच्नुलाई भुले जस्तै थियो। रस्ताकै मात्रै खिचेर भ्युज, यो चाहिँ गुवाहाटीको भ्युज हो, मैले रस्ताकै मात्रै देखाएको छु। र हामी चाहिँ छिटो गरेर, किनकि 6 बजी गेट बन्द हुन्थ्यो, त्यही भएर छिट्टै हिँडेको थियौँ। 4 बजी निस्केको थियौँ। मलाई अब 40 मिनटको बाटो एक्ज्याक्टली चाहिँ, तर त्यत्रो टाइम लाग्छ भनेर त थाहा थिएन। तर यस्तो जाम गाइस, यस्तो जाम 2 घन्टा नै लागिसकेको थियो र टाइम पनि बित्दै जाँदै थियो। 6 बज्नु आँटेको थियो, 5:30 भइसकेको थियो। आधी घन्टै थियो, हामी ओभरब्रिजमा आधी घन्टा र हिँडिरहेको थियौँ। यस्तो ट्राफिक के भन्नुहुन्छ, डाँडाको पनि देखाएँ मैले। हामी चाहिँ अटोमा गएको थियौँ। अनि हामीको सरहरू पनि जानु हुँदै थियो, जान चाहिँ, तर सरहरू चाहिँ आउनु चाहिँ अलिक छिटै पुग्नु भएछ। तर म चाहिँ सोचेँ कि सरहरू भन्दा हामी छिटो पुग्छौँ भनेर हामी अर्को रस्ताएर हिँडेको थियौँ। तर सरहरू त जान पाउनु भयो। यस्तो जाम साथीहरू, म आज मन्दिर पुग्छु कि पुग्दिनँ, हजुरहरूले हेर्दै गर्नु होला। कस्तो नभन्नु न, यस्तो एक्साइटेड थियौँ कि मन्दिर जाने, हिँडेर पैदल जानुपर्छ भनेर सोचेको थिएँ। अनि ओर्लिएर पनि अब के गर्नु, भिडियो त बनाउनु पर्यो नि। अब आफ्नो लकै राम्रो रहेनछ, जानु पनि पाइएन साथीहरू। अनि त्यतिकै हिँडेका हामी चाहिँ लु हिँड्दै जाउँ भनेर, अब लेट पनि भयो भनेर सोच्यौँ हामी चाहिँ। अब के गर्नु, गेट बन्द भइसक्यो होला। अनि गयौँ हामी कि गेट खुल्दा दिन्छ कि भनेर यहाँ गएको थियौँ। यस्तो भिड साथीहरू, यस्तो भिड के कुदिन्थ्यो नि, बल्ल नि। यो चाहिँ अलिकति बाबापुत्राको भ्युज पनि खिच्यो साथी। गेट बन्द भइसकेको थियो र हामी जानु पनि पाइनौँ, त्यही भएर फेरि वापस पुग्नु आँटेका। अनि देख्न सक्नुहुन्छ यो चाहिँ बाबापुत्राको भ्युज। अनि मान्छेहरू यस्तो जाम के भन्नुहुन्छ नि, देख्न सक्नुहुन्छ साथीहरू, यस्तो जाम। हामी गयौँ, पुलिसले हुँदैन 6 बजीभन्दा अघि नै आउनु भन्यो, तर हामी 4 बजी निस्केको थियौँ कि। तर 4 बजी निस्के पनि के गर्नु, आफ्नो लक छैन भने नि। अनि मेरो साँच्चैले लकै फुटेको रहेछ भन्दा हुन्छ। मेरो बोयफ्रेन्डले भनिराख्नु 22 मा म जान्छु ल भनेको थिएँ, नजाऊ भन्नुहुँदै थियो। ल भनेको थियो, फेरि मान्छेले सबैले जाउँ यस्तो मजा हुन्छ यताउता भनेर, ल नि त भनेर हिँडेको अरे। त्यो पनि अनलक्की, म जानु नि पाइनँ। हामी 4 जना चाहिँ जान पाइनँ, म अरू त गएँ आधी जति त। ऊ त अघि नै पुगेका थिए बाइकमा, जो एक्टिभा बाइकमा जाने मान्छे त। तर हामी चाहिँ गएनौँ साथीहरू। र वापस कुद्दै यसो भ्युज हजुरहरूलाई मैले देखाएँ। अब मन्दिरको भ्युज त कहाँ र देखाउनु, अब मन्दिरको भ्युज पनि देखाउने थिएँ, तर मान्छे तल यस्तो ज्यादा थिए त, माथि कति थियो होला नि साथीहरू भन्नु न। र बनाउनु अब के गर्नु भन्दा यसो भिडियो पनि बनाइदिउँ, छिटो हिँड्ने। अनि मान्छे मात्रै यता हेर्नु मान्छे, त्यही भएर साथीहरू अब हामी चाहिँ पिछे घरतिर लागेको। बाबा टेक केयर, लाइक सेयर गरिदिनु मेरो भिडियो।